यस्तो हुन्छ साइन्स पढ्ने विद्यार्थीको डेली लाइफ। सधैँ जसो म बिहानको 7:30 बजे उठेर चिसो पानीले मुख धुन गएँ। चिसो पानीले मुख धोइसकेपछि 1-2 पटक भुइँलाई दर्शन गरेँ। भुइँको दर्शनको समाप्तिपछि म रुम भित्र आएर एकछिन पढेँ, मतलब प्र्याक्टिकल सिट लेखेँ। त्यसपछि छिमेकीको रुमबाट मागेर ल्याएको गुन्द्रुकसँग भात खाएर म कलेज जानको लागि ड्रेस लगाएँ। ड्रेस लगाउने काम सकिसकेपछि मैले बिहानको अरूको सबैभन्दा सुरुको काम मैले सबैभन्दा लास्टमा गरेर करिब 9:30 बजेतिर रुमबाट निस्केर 10-15 मिनट आफ्नो खुट्टालाई एक्सर्साइज गराइसकेपछि म बसमा गएर बसेँ। 40 मिनट जति मैले बसमा बिताइसकेपछि म कलेज पुगेर अघि अपुरो छोडेको प्र्याक्टिकल सिट लेख्न थालेँ। त्यसपछि कम्प्युटर, केमिस्ट्री र इङ्ग्लिस पढिसकेपछि म दिउँसोको खाजा सेवन गर्नको लागि क्यान्टिनमा गएर रातो सस हालेर 1 प्लेट चाउमिन खाएँ। पेट पूजाको काम सकिसकेपछि फेरि फिजिक्स, नेपाली, फिजिक्स र म्याथ पढिसकेर फेरि फिजिक्सकै प्र्याक्टिकल गर्नको लागि सियोल र कपीलाई घोपेर र अनुहार भन्दा पनि सानो ऐना हेरेर प्र्याक्टिकल गरेर सकेर सबैजनालाई बाई भनेर बसमा आएर गीत सुन्दै घर आइपुगेँ। रुम आइसकेपछि मैले लुगा फेलेँ। त्यसपछि